माननीय सदस्य जनार्दन शर्मा। सभामुख महोदय, आन्दोलनरत शिक्षकका माग सम्बोधन गरौँ, सम्झौता लागू गरौँ। हुलाकी मार्गमा बन्दा बन्दै भाँसिएको कमला पुल र हुलाकी मार्गै बडरवा बागमती पुल र मध्य पहाडी पुष्पला लोकमार्गको भेरी नदी चौजारी पुल अल्पत्र परेका छन्। कहिले निर्माण हुन्छन्, समय तालिका सहित निर्माणका लागि आवश्यक निर्देशनको लागि सभामुखलाई आग्रह गर्न चाहन्छु। गरकुमा निर्माणाधीन फ्लाइओभर बनाउँदै फेरि भत्काउने र फेरि बनाउने कुराको जिम्मेवारको हो, यसको छानबिन गरियोस्। पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन थप सुविधा दिने कुरा बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊ। मृगौला र क्यान्सर पीडितहरूलाई हामी सहयोग गर्नेतिर हामी अगाडि बढौँ। धन्यवाद। सम्माननीय सभामुख महोदय, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा विषयहरू राख्ने क्रममा यस अन्तर्गत योजना आयोगसँग सम्बन्धित केही विषयहरू, मन्त्रालयको भूमिका र अधिकारसँग सम्बन्धित केही कुराहरू, सञ्चित कोष र अन्य कोषहरूको अन्तर्सम्बन्ध र त्यसलाई एकीकरण गर्ने सम्बन्धी विषयहरू र त्यसपछि बहुवर्षीय योजना, शोध सुनिश्चितता लगायतका विषयहरू पनि छन् र महत्त्वका छन्। त्यसमा पनि छलफल गर्न आवश्यक मैले ठानेको छु। र अहिले 3 मिनटको समयमा सबै कुरा यहाँ राखिराख्न सम्भव पनि नहुने भएको हुनाले मुख्य गरी यति बेला हाम्रो देशको अर्थतन्त्रमा देखिएको समस्या, यो समस्याका कारणहरू हामीले पहिलाउनु पर्ने। हामीले विगतदेखि गर्दै आएका मेहनतहरू, प्रयासहरूले हामीले भने जस्तो विकास नभएको, अर्थतन्त्र सुधार नभएको हुँदा निरन्तर सुधारको प्रक्रियामा पनि नहुँदाखेरि अब हामीले सोच्नुपर्ने ठाउँमा आएको छ। आर्थिक प्रणालीको पुनर्संरचना गर्ने ठाउँमा हामी आएका छौँ। आर्थिक संरचनाको पुनर्संरचना गरे उत्पादनमुखी अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने आजको मूल विषय हो र त्यसको कार्यान्वयनको संरचना कसरी हामी निर्माण गर्ने र एउटा सुशासन कसरी स्थापन गर्ने लगायतका विषयहरू, पुँजीगत खर्च नभइरहेका सन्दर्भमा पनि त्यसलाई त्यो संरचनागत सुधारबाट हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने लगायतका थुप्रै विषयहरू छन्। हाम्रो अर्थतन्त्रको विकास र स्रोतको वृद्धि नभइकन बजेट निर्माण गर्ने कुरा चुनौतीपूर्ण छ नै। त्यसकारणले आज हामीले शिक्षा क्षेत्रमा लगानी गर्न सकिरहेका छैनौँ, स्वास्थ्यको गुणस्तरीयता हामीले प्रदान गर्न सकेका छैनौँ, आज स्वास्थ्य बिमा नै हामीले कार्यान्वयन गर्न सकिरहेका छैनौँ। यस्ता समस्याहरू पनि छन्। त्यसकारणले यस्तो अवस्थामा फेरि स्वदेशी अनुदानहरू बन्द भएको अवस्था छ। यसलाई मैले एउटा अवसरको रूपमा लिएको छु। यो अवसर समेत प्रयोग गरेर हामीले हाम्रो प्रणालीलाई सुधार गर्नका लागि यो संसदको भूमिका प्रभावकारी हुनुपर्ने थियो। संसदका विचारहरूलाई, मान्यहरूका विचारलाई लिएर प्रभावकारी बनाउनु पर्ने क्रममा मतलब अर्थमन्त्रीले ल्याएको यहाँ उसमा धारा 11मा उहाँले जुन संशोधन ल्याउनु भएको छ, त्यो 11को संशोधनले संसदको भूमिकालाई न्यूनीकरण गरेको छ। अब 1 महिना अगाडि सैद्धान्तिक छलफलको कुरा ल्याउनु भएको छ। हामीले त्यसलाई विगतलाई सुधार गरेका थियौँ। सुधार गरेको कुरालाई, राम्रोकोलाई राख्दा बिग्रिन थिएन, तर उहाँले आज फेरि त्यसलाई पछाडि ल्याउनु भएको छ। त्यसले हाम्रो यहाँ संसदले राखेका विचारहरूलाई र सामान्य सभामुखले अथवा संसदले वैशाख मसान्तभित्र त्यहाँ दिने, त्यहाँ निर्देशनहरू दिने अथवा सुझाव दिने भन्ने कुरा लेखिएको छ। त्यसले त्यो कुरा त्यहाँ कार्यान्वयन हुन सक्दैन, किन बजेट निर्माणको प्रक्रिया त अगाडि सुरु भइसक्छ, एक ढङ्गले टुङ्गिएको अवस्थामा हुन्छ। त्यस्तो परिस्थितिमा यो कुरालाई यथावत राखियोस्, पहिले भएको कुरालाई यथावत राखियोस्। कमसेकम 3 महिना अगाडि छलफल बहस गर्दाखेरि यी तमाम सङ्कटहरूमा हाम्रो पनि भूमिका, हाम्रो पनि योगदान, संसदको पनि योगदान भूमिका हुन्छ, त्यतातिर ध्यान दिनुपर्ने थियो भन्ने मलाई लागिरहेको छ। त्यसो गरिएन भने अब हामीले अहिले छ नि रेमिटेन्सको कुरा आएको छ, त्यसलाई उत्पादनमा हामीले खर्च गर्न सकिरहेको लगायतका मैले सकेँ सभामुख लगायतका विषयहरू छन्। आज हाम्रो लगानी नहुन सक्ने बैङ्कमा पैसा थुप्रिनु पर्को कारण के हो, यसको हल यहाँबाट छलफल गरेर निकाल्नुपर्छ। त्यसकारणले यसलाई 3 महिना अघि नै गर्ने गरी राखियोस् भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद।